एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। म चाहिँ मामा घर हिँडेको होइन, एक्लै हो यो रोड बाटो ट्रेकिङ भइरहेछ। भारी झोलासँग कति बेला पुग्ने हो थाहा नै छैन। बाटो भने एकदम राम्रो अप्ठ्यारो छ। भर चाहिँ 2:26 भइसकेको छ। हेरौँ कति बजी चाहिँ पुगिन्छ। स्टे ट्युन गाइज। यो चाहिँ रहेको छ जङ्गलको भ्यू। एक्लै हिँड्नु परेको छ। हावा भने यस्तो राम्रो मजाले चलेको छ नि। इट्स भेरी नाइस एक्सपिरियन्स फर मी। आई एम सिङ्गल पर्सन। अच्छा के भन्यो र, म चाहिँ हिँडिरहेको छु यसरी एक्लै हिँड्दा। आई डोन्ट ह्याभ एनी स्केयर्ड अफ एनी एनिमल्स। उही दुईवटा बाटो हो, कता जाने अब? मेबी यही बाटो होला। यहाँ चाहिँ खोला रहेछ। दिस इज फर्स्ट एक्सपिरियन्स फर मी। यसरी हिँडेको चाहिँ म फर्स्ट टाइम नै हो। एक्लै हिँडेको छ। के अरे सानो मान्छे हामी चाहिँ यहाँ चाहिँ आउँथ्यौँ, तर चाहिँ हामी चाहिँ तिनजना भएर आउँथ्यौँ र आज म एक्लै नै आइरहेको छु। सो गाइस आइम सो लकी। कति राम्रो चरा देखेँ, कस्तो राम्रोसँग देखिरहेको छैन फोन चल्दैको ल गाइज। पसिना आउनु लागिसक्यो भर्खरै। दस गरौँ न, एक्लै जङ्गलमा हिँड्दैछु। अचानक के भइहाल्यो भने टुरिस्ट सर हिँडिरहेको छु। यस्तो जङ्गल छ नि। मलाई यो चराले हानेर गयो। मलाई मेरो कानमा। के यस्तो कानमा हानेर गाइज, मलाई एकदमै डर लागिरहेको छ। म एउटा चरासँग पनि डराउन थालिरहेको छु। अब चाहिँ मैले लट्ठी लिएर हिँड्नुपर्छ। यसरी भयो नै, मलाई चराले कानमा छुइएर गएको छ। एउटा गीत गाउनु त। के गीत गाउने? साइनो के जोड्यौ तिमीले भुल्यौ नि। सकिरहेको छैन ल गाइज। आज चाहिँ गाउँदिनँ। छुट्टी भएर आएको चाहिँ बोलाउँ। साहसी बहादुर महिला। अहिले पानी आयो भने चाहिँ मेरो हालत चाहिँ एकदमै छ। अहिले चाहिँ बाटो चाहिँ पिच भइसक्यो रहेछ। देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो राम्रो ठाउँ चाहिँ माथि मात्रै पिच भएको रहेछ। अनि फाइनली गाइज भएर चाहिँ सकिसकेँ। मलाई चाहिँ हराइसकेको छ। एकदम रमाइलो लाग्यो। जति माथि आयो मलाई चाहिँ त्यति रमाइलो लागिरहेको छ। देख्न सक्नुहुन्छ तल बजार छ। केही पनि भएन, तर मलाई एउटा चराले भन्यो मलाई चाहिँ एकदमै झुक्कायो। यहाँ चाहिँ घर लागेको छ। भ्लगर उता माथि गएर चाहिँ एउटा हल्ला गरिरहेको छ माथि चाहिँ। यो बोर्ड छ नि, यसमा चाहिँ एउटा मेमोरी रहेको छ कि सानोमा हामीहरू के यहाँ आएको थियौँ नि। त्यति बेला चाहिँ के अरे हामी तिनजना आएको थियौँ। म अनि मेरो दुईवटा दाइ भएर आएको थियौँ नि त। अनि त्यति बेला चाहिँ के अरे त्यो भएको थियो क्या, के भन्छ अरे हामीलाई के अरे त्यति बेला मामा घर पहिला आएको थियौँ, तर हिँडेर चाहिँ त्यसरी आएको थिएनौँ नि त। त्यो चाहिँ हाम्रो फर्स्ट टाइम थियो नि त। अनि त्यति बेला चाहिँ के अरे हाम्रो जेठो दाइ कान्छो दाइले के अरे तेरो घर आयो त्यही बस, त्यो चाहिँ भोगेर खान लागेको थिएँ। अनि तेरो घर आयो तेरो म त यहीँ बस भनेर चाहिँ भनेको चाहिँ मलाई मेमोरी आयो। सो गाइज बनाइदिएको। अब चाहिँ धेरै छैन। यहाँबाट जाऊँ कि म घुमेर जाऊँ? दुईवटा बाटो हो, घुमेर जाँदा ठिक हो। स्कुल पनि हो यहाँबाट हो कि कताबाट? आई डोन्ट नो। आई डोन्ट ह्याभ एनी आइडिया। यहाँ चाहिँ भयो चापिरहेको रहेछ। आई डोन्ट ह्याभ एनी आइडिया। त्यहाँ त ढलाएको हो त। कताबाट होला? मेबी हाउडा होइन होला। म चाहिँ उता मन्दिरबाटै घुम्नु जान्छु। मेबी अलिक माथिबाट होला। यस्तो जङ्गल छ नि। दिस इज द वे। भर्खर चाहिँ के अरे कुल मन्दिरमा आएर त्यो अघिको बाटो ठिकै रहेछ नि, सर्टकटै रहेछ। मलाई चाहिँ थाहा भएन त्यस्तो राम्रो छ यो ठाउँ।
अलि यो नै रहेछ मेरो डेस्टिनेसन आइसक्यो त्यत्रो थाकेर म चाहिँ आइसकेँ लुटेको नाच्न पाउँछु हेरौँ घरमा कोही हुनुहुन्छ कि नै कोही पनि हुनुहुँदैन चापी लाग्छ यता यहाँ चाहिँ चापी लागेको छ कहाँ जानुभएको छ आमा हुनु हुँदैन यता हेरौँ ल यता नि हुनुहुन्न क्या वा कस्तो शीतल इधर हुनुहुन्न तल घर आमा नमस्ते नस्पति खाने नस्पति पुरै निस्किँदै पल्टु हात आठ फुटको राखेको सिँढिया नखाएको छ अहिले पल्टु कप हात नखाने सिँढिया राखेको गर्दा पनि तल पुग्यो पानी भागिएन अघि गाँठीलाई नि भने ल्याउनु एक रुपियाँ भजन गिराएर त नाच्छु तर त्यो नलाए पनि दिनभरि ऊ छैन फेरि भित्रपट्टि लगाइदिए बाहिर लगाइदिउँ केही भन्नु निकाल्ने